हेलो गाइज, वेलकम टु माई ब्लग। अनि अहिले बेलुकाको 6 बज्यो। अनि म अहिले बेलुकाको 6 बजी चाहिँ इन्टरभ्यू दिन जानलाई रेडी हुँदैछु। केही दिन अगाडि चाहिँ मैले एउटा कम्पनीमा यो हायरिङ देखाएको थिएँ, जस्ट एप्लाई गरेको थिएँ ऱ्यान्डम। अनि आज मेसेज आयो 7 बजी फ्रेसेस पनि इन्टरभ्यू दिन आइज भनेर होइन। अनि नाइ कसरी भनौँ, जस्ट ट्राई गरौँ कस्तो हुँदो रहेछ होइन। अब अनि त्यही भएर चाहिँ म नुहाइधुवाइ गरेर रेडी हुँदैछु। अनि मेरो यो 6 महिनाको नकाटेको दारी अनि नकाटेको कपाल बोकेर चाहिँ म आज इन्टरभ्यू दिन जाँदैछु। अनि मेरो लागि डिफ्रेन्ट छ क्या मेरो इन्टरभ्यू, किनकि आजसम्म मैले जति इन्टरभ्यू दिएँ त्यति म टिपटप भएरै गएको थिएँ। तर आज चाहिँ म यस्तो रूपमा जाँदैछु। अब त्यसले मेरो प्रतिभा हेर्छ कि मेरो लुक्स हेर्छ भन्ने कुरा त्यसमा डिपेन्ड गर्छ होइन। अनि लेट्स सी कस्तो हुँदो रहेछ। अनि म चाहिँ रेडी हुँदैछु। I'm getting ready. So hey guys, म चाहिँ आइपुगिसकेँ मेरो क्याफेनिर होइन। क्याफे मतलब रेस्टुरेन्टमा। यो पछाडि देखाइरहेको रेस्टुरेन्ट छ नि यो। यहाँ चाहिँ मेरो आज इन्टरभ्यू छ होइन। अनि यस्तो दारी पालेर खतरा स्वाइप पारामा हामी यस्तै त हुने बरु पारामा आइरहेको छु होइन। ल के हुन्छ आज होइन, आज विशेष हुनेवाला छ होइन। मलाई इन्ट्रेस्टिङ लागिरहेको नर्भस अनि म त्यो त छैन होइन। तर आइएम जस्ट क्वाइट एक्साइटिङ होइन। कस्तो हुन्छ आजको इन्टरभ्यू होइन, के भन्छ होइन। अब आफ्नो केही डिमान्डहरू गर्ने हो। अनि आज जुन मैले अब अन्त जुन ठाउँमा काम गरिरहेको छु त्योभन्दा राम्रो अफर आयो भने त वाइ नट होइन, डेफिनेटली। अनि हेरौँ के हुन्छ। म छिटो आइपुगेँ, त्यहाँ बाहिर वेट गरिरहेको छु। अनि मैले काम गर्ने स्टोर चाहिँ यो हो क्या, फेरि खाना पानी कप के भएन यो मेरो स्टोर हो। अनि अहिले इन्टरभ्यू दिन जाँदा स्टोर चाहिँ यो हो होइन। अनि यो सबै चाहिँ यो ट्याग अरबिक भाइब त आउने खालको छ होइन। यो तिमीहरू चाहिँ दुबई कतार साउदीतिरको एउटा इन्भाइरोमेन्ट छ, किनकि यहाँको प्रायः सबै मुस्लिमहरू हुन्छन्, अरबिक मान्छेहरू पनि हुन्छन् होइन। अनि सबै अनि म नि त्यस्तै अनुहार परेर हो कि मलाई अब बोलाइराख। हेरौँ। म चाहिँ 7 बज्छ र कहिले भित्र छिर्छु नि इन्टरभ्यू दिएर घर फर्किउँ भन्नु गइरह। ओके, त्यस गुड। इन्टरभ्यू जानु अगाडि आउटपुट चेक गरेर छ। म चाहिँ आउटपुटमा आएर सुस्तो पारामा। ओके गाइस, ओके। सो अब म भित्र जाँदैछु होइन। अनि आई विल लेट यु नो के हुन्छ। सो मैले चाहिँ इन्टरभ्यू दिएर आएँ। अनि खासै मलाई काम गर्नु जस्तो लागेन होइन। त्यसको त्यो जो इन्टरभ्यू लिनेवाला देखेर अनि किन त्यसको कुरा सुनेर त क्यासमा गर्छस् कि सिनमा गर्छु भनेर सोध्यो। अनि त्यसपछि क्यासमा त गर्दिनँ, सिनमै गर्छु भने। अनि मैले चाहिँ इन्टरभ्यू लिइरहेको छु। अब केही दिनपछि केही समयपछि सिलेक्ट भयो भने फोन आउँछ भनेर भन्यो। ठिकै छ नि त भनेर म निस्केँ। अनि अब म चाहिँ मेरो काम गर्ने स्टोरमा छु। अनि यहाँबाट एउटा कफी लिन्छु अनि म घरतिर लाग्छु। अब हेरौँ यहाँ कस्तो रहेछ सिनारियो। म चाहिँ मेरो स्टोरमा आइपुगेर जाँदैछु। कस्तो रहेछ सिनारियो हेरौँ। I'm just rounding. So he's our big boss. You're off today? Yeah. No party. What is the party? I'm just refreshing myself, you know. So मैले चाहिँ कडक टी खाने भयो भने अनि he's making कडक टी for me. Guys, कडक टी is खलास, okay? Hi, Inda, how are you? So I come say hi to you. Yeah. So it's कडक टी हो है।
चाहिँ अब जानुपर्ने हुन्छ बाई बाई सो म चाहिँ मेरो कफी लिएर फर्केँ होइन कतिजना है कतिजना मलाई आयो ओके गाइज थ्याङ्क यू फर वाचिङ माई भिडियो या अनि अब म घर जान्छु सुत्छु भोलि बिहान उठेर फेरि काममा जानु छ अनि भोलि चाहिँ मेरो डबल सिफ्ट छ अनि गुड थिङ इज पर्सि मेरो बिदा छ वाउ बिदा हो ओके गाइज थ्याङ्क यू फर वाचिङ म यता पो जानुपर्ने हो